तिमीसँग जे भयो त्यो अरूसँग कहिले भएन डियर अर्काकी बुढी रे सही हो हेर्ने पनि होइन केटा हो आँखा गुच्चा खेलिदिने मान्छे एउटै आँखाको फोटो खिचेर 17 चोटि पोस्ट हानिदिन्छु मानिसलाई यसरी मात्र हेऱ्यो भने पनि आँखा एउटै फोटो स्क्रिनसट राखेर 17 चोटि यो कसको आँखा कसको बुढाको आँखा हो भन्दै पोस्ट हाने कानै गर्छौ तिम्रो बुढीले थाहा नपाइने हेर त हेलो दाजु भन्नु छ हजुर भाउजूले पनि हेलो भन न यार अब सँगै एउटै घरमा बसिसकेपछि दाजुले मात्र भन्दा चित्त दुःख भाउजूले पनि भन न तिमी त मूर्खै छौ कान्छा भाउजू सम्झिनु पर्दैन हाम्रो घर त हाम्रै घर भयो नि भाउजूलाई हो कि पाहुनालाई हो धेरै सम्झिनु पर्ने आफ्नो घरमा त आफ्नै जे छ पाकेको खाइहाल्छ नि 6-7 महिना मात्रै हो क्या भाउजूलाई पनि यसो पछिदेखि त आफ्नै घर हुन्छ उसको पनि त्यसपछि यस्तै पाक्ने रहेछ यस्तै खाने रहेछ त्यस्तै हजुर अस्ति त आउनु लाग्थ्यो रे नि त नि आउन त लाको हो यस्तो भइरहेछ क्या समस्याले गरिरहेछ बाध्यताले थप्पडी बजाइरहेछ बुझ्दैन मलाई यस्तो कुराहरू खासमा केही पनि छैन फेरि पीडा पनि छैन चिन्ता पनि छैन आउन लाग्यो आउँछु आउन चाहिँ अब घरमा त्यो उहाँ गएर फेरि 1-1.5 महिना बसेला 1-1.5 महिना खाने खर्च पनि भएन भने त बिजोग भएन बुढी छ त नि बुढीले नि कमाउँछ बुढोले नि कमाउँछ पैसा त कहाँ राख्ने पका भिजा हानिदिन्छु कमाऊ कि नकमाऊ तिम्रो फेरि चिरिप्प पार्यो गोतेले भगवान यता त हेर्नै हुन त अब यता फर्क होइन भनेर लु कसम खा यता फर्के त चिरिप्प लाग्दो रहेछ यता फर्किन्छ अब त्यो त राखिसक्यो अब ल हेर नदेखाउँ क्या हाम्रो यो बिजोक रुम आहा भन्नुभएको छ हेलो नमस्ते 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 गाइज सम्पूर्ण मेरो प्यार दाइहरू दिदी सोल्टा सोल्टिनी इष्ट मित्रहरू मुटु कलेज पुग्छ मनिषाले कति माया गर्ने रहेछ अरे मनिषाले माया गर्छ नि हो मलाई मनिषाले मात्र होइन मनिषाले मैले पनि माया गर्छु गर्नु परेन मलाई अर्काको कोइले बोयफ्रेन्ड आएको होला त्यही भएर कराएको नत्र पर्सेन्ट त थोतु कहिले आउँछु एकचोटि सर ट्याप ट्याप गर्नु त हो जिन्दगीको रेटमा डबल ट्याप पनि कसैले नगर्दो रहेछ है मनिषालाई चाहिँ नछोड्नु होला है रन्डो ब्रो भन्नु छ कुकुरले हड्डी छोड्ला मनिषालाई मैले छोड्दैन छोड्देऊ मलाई मनिषाले थाहा नपाई बिहा गरे भने त ठिकै छ मनिषाले मेरो बिहा हुँदैछ भने त भोलि घर पुग्छु म त्यसरी के भन्छ रे सुनाएर बिहे नगर्ने हो क्या मुख बोल्दा त फर्केर आउँला नि त फ्याट्टै गइहाल्ने हो त्यसरी सुनाएर यताउति गर्दैन कि नजर लाग्छ के गाइस टु रोज फर्केर आउँछ नि त मुख बोल्दा त फर्केर त आयो नि गाइस वान अब त्यो दुरान फर्काउनु त आउँछ नि आउँछ 3 दिनपछि आउँछ फर्किन्छ पक्कै अब छोरी मान्छे हो बेहुली भएको फोटो पोस्ट नगरेसम्म तिम्रो चित्त त बुझ्दैन 3 दिनसम्म त म घर आइपुगिहाल्छु 4 घन्टामा नेपाल पुग्छु 4 घन्टा लाग्छ यहाँबाट नेपाल पुग्नलाई जारी दिन सक्छ त नि त्यसपछि तिम्रो बुढा र म कुरा गरौँला नि
तिम्रो पहिलाको कि मेरो पहिलाको उसले त्यसपछि थाहा हुन्छ उसले जारी तिर्नुपर्छ कि मैले केटाले हेर्दैन कि लास्टमा गाइजहरू मेरो थोते कोही होइन है हानौँ न प्लिज लेट्स गो मेरो मामा पाकिनु खासमा तिम्रो बुढाले मलाई जारी तिर्नुपर्छ किन म सुरुदेखि देखाउँछु माया हाम्रो माया प्रीति माया प्रीति भएको थियो र खुबै यहाँ पब्लिक मात्रै नगरेको हाम्रो त ढुट्टो माया भएको छ नि जोक गरे जस्तो होला होइन खत्रै हो आँखा झिम्काएको छ नबोल्नु भनेर इसारा बुझ्छु म बोल्दिनँ नबोल नबोल्नु न भनेको छौ बुझ्छु के होइन म आँखा मारेको मेरो साथीहरूलाई यस्तो गरेको के होइन होइन मलाई भनेको नबोल्नु अब यहाँ नबोल्नु भन्यो भने साथीहरूले सुनिहाल्छन् इसारा काफी छ क्या इसारा बुझ्छु क्या मैले आँको त अलङ्कार बुझ्छु अनि बानी परेपछि बुझिन्छ थोरै भाइ भन्नुहोस् हजुर हजुर माथिबाट आउने फुलहरूलाई सबजना टिप्ने फलो गर्ने माया भए गोप्य गर्दैछ थोतेसँग अरे त्यो पोल नखोल तिमीलाई पनि आँखा झिम्काइदिन्छु म छु दाइ भन्नुहोस् वेलकम वेलकम मेरो प्यार भाइहरू यस बिस्तारै भन न कसैले सुनेको छैन भन न एकजनाले हेर्दैन सुन्दैन गएर मामी सुत्नु भयो फोटो मात्रै हो त्यो त डोको रहेछ भनिदिनु यहाँ हेरिरहनु भयो होला बाबा चाहिँ फेरि कम त गाह्रो छ र मलाई यही कारणले भिडियो हालेको मनिषाले भिडियो भन्नुभएको छ यही कारणले हाम्रो मनिषाले भिडियो हाले मनिषाले जिताइदिनु त गाइस धेरै पछि आउनु भएको उहाँ उहाँले पनि जिताइदिनुहोस् यहाँ ट्याप ट्यापले जितिरहेको छ त उतातिर बाघ हाल्नु न हेर केटा हो मलाई ट्याप पनि चाहिँदैन केही चाहिँदैन मलाई तिमीलाई म भाइ पुग्छ क्या मलाई थाहा छ केही चाहिँदैन तिमीलाई यत्रो ठुलो मन भएको मान्छे भयो भने पुगेन फर्स्ट गिफ्ट अब इन्टु 3 हुन्छ रे खै के मार्छ के मार्छ म त के भन्नै सक्दिनँ साथीहरू जिताउनु पनि जिताउनु हुन्न के गरौँ जित्छ सर यताको मान्छे गएर उतातिर हेप्छ के मान्छेहरूले किन हेप्छ मलाई मतलब मनदेखि माया गर्ने चाहिँ को आउला र कोही आउनु रहेछ जिताउनु गाजी यताको मान्छे गएर सर र उता जिताइदिनुहोस् जिताउँछ उताको मान्छेहरू कम त छ घुसघुसीहरू थोतेले मात्रै जिताउँछ अब के भन्ने तिमीलाई कसरी चित्त बुझाउने कम त गाह्रो छैन थोतेको कान्छीलाई अहिले भूत ल्याउला होइन हामी त थोतेको मिसेसँग चाहिँ हामी त मिलिसकेको के यो थोतेले अर्का बुढी जिस्काउने रे अरे बुढी नजिस्काउनु मलाई भातै रुच्दैन तर अहिले चाहिँ मैले अरूको बुढी जिस्कायो भने आफ्नै हो अर्काको छोरी हो अर्का छोरी छौ पछि भन्दिन अब अर्का छोरी छौ अर्का बुढी बन्छौ भन्नु त मिल्दैन
मेरो बन्छौ तिमी एक दिन नराखे हुन्छ हौ थोते मेरो बन्ने भनेर म गर्दिनँ बिहे थोतेसँग विचार होइन देखा जा क्या पछि भगवान्लाई मैले ध्वस्त गरिदिन्छु भगवान्लाई मैले 7 चोटि मागिसकेको छ तिमीलाई गाइस इन्टु 3 मा हार्नुम न गाइस जिताउनु न कस्तो है मान्छेहरू पापीहरू नजिताउने मलाई बाबासँग तामा थ्याङ्क यू सो मच यस्तो हुनुपर्छ नि त अनि पो गेम खेल्ने म मजाले सरै गएर जिताइदिनु त गाइस आउँछ त नि मलाई इनर्जी आउँछ क्या मलाई थाहा छ नि त दिनु न यहाँ सुन न भन्नुहोस् न हजुर कति मस्केको निकिसा जस्तो या बाबासँग बोल्नुहुन्छ कि नै बाबासँग बोल्नुहुन्छ कि नै हजुर बाबासँग बोल्नुहुन्छ कि नै बाबा मेरो ससुरा बा तिम्रो बुवा क्या बोल्छु त नि बाबा त 24 घण्टा 24 घण्टा 24 अबुधाबीको मन्दिर भर्खर नयाँ बनेको त्यो मन्दिरमा गएर तिमीलाई 7 चोटि मागेको छु मैले बाबालाई सोध्नु कहाँनिर मन्दिर छ भन्ने कुरा पाएन भने त भत्काइदिन्छु मैले त मैले बाबा आउनु भएपछि त के मैले नाम दिन्छु कि त्यही भएर मेरो बाबा होइन लुकेर हेर्नुहुन्छ नि अनि अति नै हाँसो कन्ट्रोल भएन भने चाहिँ मात्रै होइन इमोजी पठाउनुहुन्छ थ्याङ्क यू एनबिएस मगर थ्याङ्क यू सो मच मगरजी थ्याङ्क यू जयमसी सम्पूर्ण जयमसी जम्मा 7 पटक मात्र मागेको अनि कति माग्नु त एउटा मान्छेले 7 चोटि माग्यो कसैले मलाई मागिरहेको छ यहाँ मैले त एउटालाई 7 चोटि मागे राडै बस्नु भन्दा त बरु मनिषालाई माग्छु भने मन्दिरमा गए हजुर हालदाङ रिप्ला हजुर मिङ्गला चाइनिज भाषा आउँदैन नि मलाई फरक छ यार खालदाङ रिप्ला भनेको कसले माग्यो हो भने मैले बुझेको छ बुझ्न चाहिँ किन नबुझे जस्तो गरेको त नि टाउकोमा हान्दिन्छ अहिले फेरि सबैजना बुझ्नु पर्यो यिनीहरू भित्र चाहिँ आफ्नै मान्छेहरू चाहिँ फेरि हाम्रो लागि चाहिँ आमा भन्ने हुन्छ नि जिन्दगीमा यहाँ सुन जिन्दगीमा ढाँटे पनि झुट बोल्नुहुन्न तिमी मेरो हो म तिम्रो हो द्याट्स इट होला नेपालीमा बोल न त्यही बोल्ने पनि मैले त्यस्तो भन्यो गाइस तामा भाषामा भन्नु त मैले त्यस्तो बोलेछु र धेरै झुट नबोलाइ थोते फेरि यो दाँत पनि जाला नि मैले खालदाङ रिप्ला हो भनेको चाहिँ के हो भन्ने नि गाइस यहाँ सुन्नु किन माग्नु पर्यो म तपाईँकै हो भने हो क्या त्यही भएर नेपालीमा बोल्नु सबैजनाले बुझ्नुहुन्छ किन माग्नु रहेछ किन माग्नु पर्यो त्यसै तिम्रै हो भने साँचो कुरा जहिले पनि माग्यो भने यतिकै कुरा मिलाउँदैछ गाइजहरू हेर्नु त अनि किन माग्नु पर्यो त्यसै तपाईँकै हो भनेको हो तिमी अब ला भनेर गफ दियो जस्तो लाग्छ म ढाँटे पनि झुट बोल्दिनँ फेरि यथार्थ मान्छे हो ढाँटे पनि झुट बोल्दिनँ बरु राडै बसिन्छ नपाओस् फेरि बरु नपाओस् माग्या हो नपाओस् सबै कुरा माग्ने चिज पाइन्छ भन्ने हुन्न राडै बसिन्छ माग्न चाहिँ माग्या हो मागेर पाउने भएमा हो सारा देवी देवता भाग गीतै आएन गीतै आएन के
हो थोते यसको अलिकति लाइन यति गाइदिउ न अनि सपोर्ट त मेरै चाहिदो रहेछ नि तिमीलाई मै हो क्या तिमीले जहाँ पनि साथ दिने भनेको मै हो त्यही भएर आइएम हियर डोन्ट वरी नगाउ नानी नगाउ एउटा दाँत थोते अर्को एउटा ज्यादा मैले दाँत किन्न हालेको भने मनिषाले मलाई नेपाल आइसी दाँत दिन्छु भनेर लौ थोते लैजाऊ ज्यान दिइसकेपछि दाँत त म आफैले झारिदिइहाल्छु मैले दाँत नजिक आउ न थोते यो तिम्रो दाँत निकाल यसो देखा न नजिकबाट हेरौँ मैले सुनकै दाँत हाले पनि भोलि पर्सि झगडा भयो भने डाडो पनि उनले हानेर उसैले झारिदिने त हो त्यही भएर दाँतको याद आयो क्या मलाई दाँत हेरौँ त यहाँको हजार हजार के भनिस् यो टाटुम मेरो यो बडी भयो तोतीलाई दिन्छु त्यही भनेर नहाले हो क्या मैले दाँत ल म दिन्छु ल नेपाल आयो भने थोतीलाई यो मेरो दाँत दिन्छु सुनकै दाँत हाले पनि तिमीले पछि मलाई डाडोले कुच्चोले हानेर झार्ने नि हो बरु तिम्रै दाँत हालेपछि मेरै दाँत हो झार्नुहुन्न माया गर्छ मेरो बेहोरा यस्तै हो यस्तै हो मेरो त सिधै पहिले भने छु मोबाइल किन यस्तो गर्नु पर्यो के यतिकै हाँस्ने बेलामा दाँत देख्छ भनेर नि हो यस्तो गर न त नि गर कति गर्नु त गरे त खै ल हाँस्दै त्यस्तो गर त गर्दा पनि देखिँदो रहेछ माथिको दाँत सम्धीको तलको दाँत सोल्टिनीकोलाई भन्नु छ है तपाईँको माथिको कि तलको अनि हाम्रो रन्डा सम्धीहरूले के भन्छ माथिको दाँत सोल्टिनीलाई